हाई गाइस, हामी सनराइज हेरेर फर्किँदै गरेको। सनराइजमा नि घाम चाहिँ उल्लुरुमा पर्दा कस्तो देखिन्छ भनेर। अनफर्चुनेटली घाम चाहिँ एकछिन मात्रै लाग्यो अनि आज अलिक क्लाउडी भएको कारणले गर्दाखेरि त्यस्तो राम्रो देख्न पाएन अनि इन्जोय गर्न पाएन। थोरै अलिकति 2-3 मिनट चाहिँ मजाको देखियो त। एनिवे भ्यू पोइन्टबाट हामी फर्किँदैछौँ। अब हामी काटाजुत्ता जाँदैछौँ। काटाजुत्ता चाहिँ नि रकी माउन्टेन भयो अर्को, अनि त्यहाँ चाहिँ नि हाइकिङको अप्सन्सहरू छ 2-3वटा। सो हामी सकेसम्म छोटो राम्रो अप्सनलाई हेरेर अनि आजको दिनमा हामी रिटर्न ब्याक टु एलिस, नट रिटर्न ब्याक टु, हामी आज एलिस स्प्रिङ जान्छौँ। आजको दिन त्यस्तो राम्रो त छैन, लागेको छैन, एकदम विन्डी छ। Please don't climb on dunes भनेछ है गाइस। गाइस, हामी चाहिँ अहिले भ्याली अफ विन्ड्स जो चाहिँ यो काटाजुत्ताकै अर्को पार्टबाट चाहिँ हामी वक जान लागिरहेको छौँ। अनि आज चाहिँ हाम्रो टार्गेट चाहिँ हामी कारिङ्गना लुकआउटसम्म पुग्नेछ। लेट्स सी हामी पुग्छौँ कि पुग्दैनौँ। उल्लुरुमा चाहिँ अलिकति अब सेक्रेट भ्याल्यु बढी भएको कारणले गर्दाखेरि बरफ स्टोरी छ त्यो होइन। अनि त्यो के भन्छ फोकलोरहरू धेरै कुरा चाहिँ त्योसँग जोडेको कारणले त्यो अलिक पपुलर जस्तो चाहिँ लाग्छ। तर यो काटाजुत्ता चाहिँ नेचुरल्ली ब्युटीको कुरामा चाहिँ मेरो पर्सनल पोइन्ट अफ भ्यूमा चाहिँ मलाई चाहिँ यो इन्ट्रेस्टिङ लाग्यो। तर यसमा अब त्यस्तो फोकलोरहरू खासै जोडिएको त्यस्तो पोस्टरहरू केही पनि देखिएन यहाँ बाटोमा इन कम्पेरिजन टु उल्लुरु डाँडामा चाहिँ एकदमै धेरै त्यो स्टोरीहरू राखेको थियो। एनिवे हाई गाइस, सो हामी कुरिङ्गाना लुकआउट पुग्न आँट्यो। लिटरली हामी 2जना मात्रै छौँ यहाँ। बेब छ न। सो उसले चाहिँ खासै यहाँ आइपुग्छ जस्तो मलाई लागेको थिएन। हाफवेबाटै फर्किनु पऱ्यो, जहाँसम्म पुग्छ भनेर सोचिरहेको थिएँ। बट सी मेड इट। आइ एम सो प्राउड अफ यु। गुड जब, गुड जब। दिस हामी अब यहाँ लुकआउट पोइन्ट पुग्न आँट्यो। 2टा ठुलो डाँडाको बिचमा हिँडिरहेछौँ। रकी माउन्टेन, भेरी नाइस प्लेस, एकदमै गजब देखेको छ। अब यहाँबाट यो डाँडालाई उताबाट गएर एक राउन्ड मार्नु मिल्छ, तर इट टेक्स अस अझै 2 घन्टा मोर। सो वी डोन्ट वान्ट टु डु द्याट। हामी त्यहाँ लुकआउटबाट फेरि कार पार्कतिर फर्किनेछौँ।
त्यो चाहिँ Huh? चिन्ता हुँदैछ छ मेरो अनुहार कस्तो भइरहेको You made it. Yeah, we made it. You made me married. I made it. See this view. Hello. हामी आफ्टर अ हाइक एकदम लङ हाइक भएर एकदम टायर्ड एन्ड भोक पनि लागिरहेको थियो अनि हामी यहाँनिर सर्भिस स्टेसनमा आएर के नगेट्सहरू के फुडहरू Chicken tender. खाँदैछौँ होइन Chicken tender. चिकन टेन्डर गाइज आज हामीलाई घामले चाहिँ ओभरै डढाइदिएको छ मेरो वाइफले जस खतरा हाइक गरे आज हामी त नेपालमा नै गर्थ्यौँ मैले त हामी त्यस्तो प्रिपेरेसनको लागि भएर प्रिपेयर थियौँ लङ हाइक गर्ने भनेर आएको थिएन त त्यहाँसम्म त आइसक्यो गइदिउँ न भन्ने हिसाबले गएको अब वर्थ नै थियो भ्यूहरू चाहिँ दामी थियो कति ठाउँ चाहिँ फोटो खिच्नु नमिल्ने सो हामीले त्यहाँ खिच्नु पाएन राम्रो हुँदा हुँदै पनि सेन्सिटिभ ठाउँ थियो कस्तो राम्रो So, राम्रो yeah. थियो। यहाँ चाहिँ अब रेस्टुरेन्टहरू पनि एकदम एक्सपेन्सिभ छ सानो ठाउँ ठाउँ चाहिँ सबै कुरा छ यहाँनिर रक आयर रेजोर्ट भनेको चाहिँ एज अ होल एउटै कम्पनीको हो जस्तो लाग्यो हो जस्तो लागेन हो बट दे हेभ गिभन सो मच अफ भेराइटिज होइन उनीहरूकै एउटा टाउन नै उनीहरूकै जस्तो क्या यो चाहिँ सो एभ्रिथिङ इज भेरी भेरी एक्सपेन्सिभ हियर एक त अब यो डेजर्टेड ठाउँ हो कहाँनिर आएर यस्तो ठाउँमा होइन अनि अर्को कुरा अब त्यो लग्जरीको कुरा त छँदै नै छ सो रेस्टुरेन्टमा खाने भनेको नथिङ इज अन्डर एउटा सानो सिम्पल कुरा खाँदाखेरि पनि अलमोस्ट $37 $30 म्यासिभ $30 होइन 37 भन्दा मुनिको चाहिँ मैले देखिनँ मेन्यूमा सो अनि हामीले यसो सोच्यौँ वाइ डोन्ट वी गो टु द सर्भिस स्टेसन यहाँ सर्भिस हिजो पनि खाएको हामीले यहाँनिर हुन्छ भेरी अफोर्डेबल अफोर्डेबल थियो एभ्रिथिङ इज इन्टु 4 इन्टु 5 इन्टु 3 नथिङ इज लेस देन इन्टु 3 क्या हामीले नर्मल पाउने भन्दा नेटवर्किङ चाहिँ तपाईँको बिचबिचमा अन एन्ड अफ चाहिँ हुन्छ स्पेसली यो वे तपाईँहरूले स्टुवर्ट हाइवे लिँदै यता ड्राइभिङ जाँदै हुनुहुन्छ भने चाहिँ ग्लेनडेम्बोदेखि चाहिँ यता चाहिँ लाइक अन एन्ड अफ हुन्छ नेटवर्क चाहिँ तपाईँले पाउनुहुन्न यस्तै यस्तै टाउनहरूमा चाहिँ अब ठाउँ ठाउँमा नेटवर्कको त्यो टावर भएर चाहिँ त्यहाँ चाहिँ त्यो जग्गामा चाहिँ हुन्छ तर त्यहाँदेखि उता चाहिँ हुँदैन कि त्यो पनि टेल्स्ट्रा हामीले चाहिँ टेल्स्ट्रा दुईजनाले टेल्स्ट्रा लिएको भएर चाहिँ कम्पेरिटिभली अरूभन्दा पहिला हामीले योभन्दा अगाडि डोडो होइन टिपिजीमा थियौँ है टिपिजीको एउटा अफरमा हामी लिइराखेको थियौँ एन्ड देन अब हामी ट्रिप गर्ने भएको भएर चाहिँ हामीले टेल्स्ट्राको प्याकेज लियौँ आई कान्ट ह्याभ दिस वान प्लिज मलाई मनै परेन पनि हामीले के खानेकुरै खाएको भए हुन्थ्यो रहेछ है मलाई ठिकै छ भोक लागिरहेको थियो र हामी यहाँ डिस्ट्रिक्टतर्फ जाँदैछौँ हामी यलराबाट फेरि एल्डन्डामा आयौँ त्यहाँ अलिकति फ्युलहरू हाल्यौँ अनि फेरि हामी आइसक्रिमतर्फ लागिसकेका छौँ नेटवर्क नहुँदा
हामी चाहिँ स्टुअर्ट वेल भन्ने ठाउँ आयौँ। यहाँ एउटा पेट्रोल पम्प स्टेसन रहेछ, तर हामी पेट्रोल हाल्दैनौँ, एकैचोटि एलिस स्प्रिङमा हाल्छौँ। अलि मलाई निन्द्रा लागेको जस्तो भएर एउटा कोक खाँदै जानु पऱ्यो भनेर सोचेर